जाम गर्नलाई बेकार यहाँ मान्छेको जुङ्गा फरफरेर आछ फेरि आज मेरो किन जुङ्गा फरफरेर आछ के न के हुन्छ कि क्या ओ फेरि आयो अगाडि ओइ उता लौ त हो क्या ओइ 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 यता आइज रोक 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 के तालको ट्राफिक हो रोकिसक्यो मोटरसाइकललाई रोक रोक भन्छ बा चुप नियम कडा छ हेलमेट खोइ तेरो हेलमेट यतै टाउकोतिर होला खोज न ए त मोटरसाइकल चलाउनी म हेलमेट खोज्ने कसको टाउकोमा खोज्ने मेरो टाउकोमा खोज न कसले तिम्रो टाउकोमा खोज्नु भनेको छ क्या टाउकोमा त टोपी मात्रै छ ए मलाई झुक्क्याउन खोज्या हेलमेट ट्राफिकलाई झुक्क्याउन लाउने कि टाउको बचाउन लाउने खोइ हेलमेट ढिक तेरी ल ल हेलमेट ल अच्छा हेलमेट त रहेछ त छ नि अघि मैले छ खोजा भने होइन यो हेलमेट माथि टोपी लाउने कस्तो फेसन हो यो फेसन होइन सुरक्षा 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 कस्तो सुरक्षा टाउको सुरक्षा हेलमेटले गरेपछि हेलमेटको सुरक्षा टोपीले गर्नु परेन क्या हो यो पुरा ग्यालिन सेलिन दुनिया छ त पेट्रोल पेट्रोल देखेनौ पेट्रोल होइन मुखमा हाल्ने कि मोटरसाइकलमा हाल्ने पेट्रोल मोटरसाइकलमा हाल्ने पेट्रोल नि देखेनौ यहाँ मोटरसाइकलमा हाले हो पो रहेछ त होइन किन यसरी हाले ट्याङ्की पाल पर्यो अनि के गर्नु त अब इन्जिनमा पेट्रोल नभई चल्दैन त्यही भएर यी ग्यालिनबाट सप्लाई गरे वैकल्पिक मार्ग यो चाहिँ पेट्रोल अन र अफ गर्ने यसरी ओए यो मोटरसाइकल त हो मोटरसाइकल नभए साइकललाई पेट्रोल हालेर हिँड्छु त म तालको ट्राफिक रहेछ बा होइन के हो यो मोटरसाइकललाई जसले पाए त्यसले चलाउँछ क्या हो त्यही जसले पाए त्यसले चलाएर त यो मोटरसाइकलको कन्डिसन यस्तो भएको नि जान्नेले पनि चलाउने नजान्नेले पनि चलाउने कोही लगाएर ठोकाउने कोही लगाएर जुदाउने कोही लगाएर पछार्ने वान हाइन भए पो टिकिरहन्थ्यो जसले पाए त्यसले चलाएर कन्डिसन खराब धन्न अहिलेसम्म चल्नु चाहिँ चलिरहेछ जस्तो तस्तै इन्जिन चाहिँ तगडै छ जस्तो छ ल अनि यो मोटरसाइकल भ्याली बाहिर पनि चलाउने गर्थ्यो कि यो भ्याली भित्र मात्रै हो कहाँ भ्यालीमा मात्रै चलाउनु यो मोटरसाइकल कहाँ पुगेन भन न डडेलधुरा पुगेन कि डोटी पुगेन कि धनकुटा पुगेन कि विराटनगर पुगेन कि पूर्व मेचीदेखि पश्चिम महाकाली सब ठाउँमा पुगिसक्यो अझ त्यसमा पनि विराटनगर त कतिको विराटनगर त जाने आउने भइरहन्थ्यो नियम कडा छ हरन बजाउ त ए हरन यो चाहिँ नरम अलिक कडै बजाउनु पर्यो भने चाहिँ औँले हाल्नुपर्छ हालु मैले तिम्रो हरन भने हो मोटरसाइकलको हरन भने मोटरसाइकलको हरन बज्न छोडे त अहिले हो र त्यो मोटरसाइकलको हरन बज्न छोडेर सुसेल्दा मान्छेको जिब्रै पातल हुन लागिसक्यो के त कुरा छ यो ओइ हरन बज्दैन हैन त त्यसो भए लाइट बाल अब दिउँसै लाइट बाल भन्छ बा के तालको ट्राफिक हो यो जिरे खोर्सानी जिरे खोर्सानी नियम कडा छ जसले मान्दैन नियम र कानुन जिरे खोर्सानीबाट जानुन् ओइ बाल्ने मानिसी बाल तेरी कस्तो अटेरी ट्राफिक रहेछ बा लाइट पनि कता ओइ बजार मैले टर्च लाइट बाल्ने भने हो मोटरसाइकलको हेडलाइट बाल्ने भने मोटरसाइकलको लाइट त भए पो बाल्नु मोटरसाइकलको लाइट कहाँ गयो त छिमेकीलाई बेच्दी आफ्नो भएको मोटरसाइकलको लाइट छिमेकीलाई बेचेर आफू चाहिँ टर्च लाइट बालेर हिँड्ने
तेरा बुद्धि के गर्नु त मेरो घरै छेउको छिमेकीले मेरो मोटरसाइकललाई लाइट पुगेन देखिदियो भनेर कर गरे अनि मैले त बेच्दिएँ ओए यो मोटरसाइकलको बिल बुक कहाँ छ बिल बुक छ नि त छ हजुर त्यो पनि रिन्यू गरेको छैन रिन्यू फेल भइसक्यो 5 वर्ष रिन्यू गर्नुपर्ने रिन्यू नै गर्न पाएको छैन लाइसेन्स त्यसो भए ला इसम त छैन त सर अच्छा अघि नैदेखि मेरो जुङ्गा त फरफराइरहेको थियो न मोटरसाइकलको हर्न बज्छ न लाइट बल्छ न बिल बुक छ न रिन्यू नै गरेछ यस्तो थोत्रो कन्डिसनको मोटरसाइकल बिना लाइसेन्स लिएर हिँड्नु त के भन्नु म तँलाई भन् त नियम कानुन नबुझ्या भन्यो कि नियम उल्लङ्घन गरे भनौ यो धेरै थरी भनिरहनु भन्दा जा भनौ न सर मलाई साह्रै हतार छ तँलाई बदमास त ओर्नी त मोटरसाइकलबाट ओर्नी तँलाई लाइसेन्स बिना मोटरसाइकलमा बोक्न त पाइँदैन त चलाएर लिएर हिँड्ने त्यही पनि जिरे खोर्सानीको अगाडि त खुर्कनु पर्ने कहाँ लान लाग्नु भएको सर बोइ खाना लान नि अब म के गर्ने त अब के गर्नु नि पेट्रोल चाहिन्छ त पछि आइज